हेलो गाइस, नमस्ते। आज म चाहिँ जाँदैछु क्यालिफोर्निया सुसी बनाउन है। 70% राइस अनि लुरे सीड अनि हल्का चाहिँ सिस्मी सीड है। त्यसपछि आएर अनि चाहिँ प्लेन मायो पछि अनि चाहिँ हाल्ने स्पारागस हालेपछि कुकुम्बर हाल्ने अनि त्यसपछि अनि क्यारोट हाल्ने, त्यसपछि टमाटर हाल्ने। यसलाई चाहिँ तानु के भन्छ। अनि सुसी चाहिँ हमेसा 3 फोल्डमा फोल्ड गर्नुपर्छ। एकदम मिठो लाग्छ मलाई सुसी खाना हैन। फोल्ड गरिसकेपछि ट्याक्क फोल्ड गर्ने अनि त्यसलाई हल्का साइडबाट पनि फोल्ड गर्ने, त्यसपछि हल्का फोल्ड गर्ने अनि माथिबाट हल्का सिस्मिस हाल्ने ट्याक्क। अनि त्यसपछि हमेसा 8 पिस भन्छ सुसी हैन। 8 पिस बनाइसकेपछि अनि ट्याक्क त्यसलाई अलि यता लिएर बराबर मिलाएर ट्याक्क अनि काट्ने हैन। ट्याक्क अनि बराबर मिलाएर काटिसकेपछि अब हुन्छ क्यालिफोर्निया सुसी हैन। एकदम मिठो हुन्छ, खानामा एकदम स्वाद पनि हुन्छ। जापानिज फुड हैन। हजुरहरुलाई म चाहिँ यस्तै भिडियो लिएर आउँछु। युट्युबमा पनि हाल्छु अनि फेसबुकमा पनि हाल्छु। मलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। थ्यांक यू फर वाचिङ भिडियो। यस्तै भिडियो आउँछु, राम्रो लिएर आउँछु। मलाई चाहिँ सपोर्ट गर्नु। ओके, थ्यांक यू फर वाचिङ भिडियो।